नमस्कार साथीहरू, यहाँहरूलाई हार्दिक स्वागत गर्दछु यस नेपाल म्याप मार्बल च्यानलमा। आज हामीले टियु क्रिकेट ग्राउन्डको लेटेस्ट भिडियो अपडेट लिएर आएका छौँ। यो फागुन 19बाट ठेक्का लागेर काम सुरु हुन थालेको थियो भने यसको अन्तिम म्याद 24 वैशाख रहेको छ। यस परियोजनालाई 24 घण्टा निरन्तर काम गरी समय सीमाभित्रै यसको काम सम्पन्न गर्न निर्माण कम्पनी लागिरहेको चाहिँ देख्न सकिन्छ। यो काम समय सीमाभित्रै सक्नको लागि करिब 200 भन्दा बढी म्यान पावरहरू लगाएर यसलाई दैनिक 3 शिफ्टमा काम सञ्चालन गरिँदैछ। तर कन्स्ट्रक्सनको काम सकिए पनि फिनिसिङ र ह्यान्डओभरको काम केही महिना पर पुग्ने निश्चित छ। हजुरहरूलाई यस्तै विकास निर्माण सम्बन्धी नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने अहिले नै सब्स्क्राइब गरी यस्तै भिडियो ल्याउनलाई थप हौसला प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो फर्स्ट फेजको काममा 10,000 दर्शक क्षमताको प्यारापिट बन्दैछ भने यो होल स्टेडियम डिपिआर र मास्टर प्लान अनुसार बन्दा सबै सुविधा सम्पन्न र करिब 25,000 दर्शक क्षमताको बन्नेछ। अहिले 59 करोड 25 लाख रुपियाँमा प्यारापिट र 42 करोड 19 लाखमा फ्लड लाइट जोड्ने काम हुँदैछ। अहिले फ्लड लाइटको फाउन्डेसन र पाइपको लोड टेस्ट गरिने काम अन्तिम चरणमा पुगेको छ। यसमा जम्मा 6 वटा फ्लड लाइट जोडिँदैछ, जुन हाई मास्ट पोल र लाइट युरोपबाट चाहिँ मगाउनु पर्ने हुन्छ। सरकारले चाहियो र आँट गर्यो भनेदेखि जुनसुकै काम पनि रफ्तारमा गर्न सकिने रहेछ भन्ने कुरा चाहिँ यो टियु क्रिकेट स्टेडियम हेरेर चाहिँ हामीले अनुमान गर्न सक्छौँ। यस्तै तरिकाले अरू परियोजनाहरू पनि सरकारले यही गतिमा गर्ने हो भने हाम्रो देश बन्नलाई टाइम नै लाग्दैन। तपाईँहरूलाई यो कुरा भनाइ कस्तो लाग्छ कृपया कमेन्ट बक्समा लेखेर आफ्नो विचार चाहिँ व्यक्त गरिदिनु हुन अनुरोध गर्दछु। भव्य रूपमा काम चाहिँ लगातार 24 घण्टा नै चल्ने हिसाबले काम चलिरहेको रहेछ। जसरी अहिले प्यारापिटको काम भइरहेछ रफ्तारमा, अब 1-2 दिनपछि त ढलानको काम भ्याएर प्यारापिटको लागि चाहिँ बस्ने व्यवस्थाको लागि चाहिँ काम हुन्छ जस्तो लाग्छ। त्यो रेसमा काम अगाडि बढिरहेछ र पछिल्लो समय जति पनि हामीले क्रिकेटको लागि लगानी चितवनमा देख्न सकिन्छ त्यस्तै गरी काम भइरहेको छ, यहाँ काम भइरहेछ। तर एउटा दुःखको खबर के भयो भन्दा हिजो नेपालले विश्वकप छनौट गर्ने गेममा पानीको कारणले रन रेटको आधारमा नेपाल कम हुन चाहिँ बाहिरिन परेको छ। के नेपाल अहिले फर्ममा थियो, होम ग्राउन्डमा थियो, फ्यानहरूको सपोर्ट थियो, नेपाल चाहिँ विश्वकप छनौट गर्ने र अन्डर-19 विश्वकप खेल्न जाने टिम थियो। तर पानीको कारणले, म्यानेजमेन्टको कारणले चाहिँ त्यो चाहिँ एउटा दुःख लाग्ने कुरो भयो। अब एउटा खुसी भनेको यहाँ रफ्तारले काम भइरहेछ। अब क्रिकेट फ्यानहरू नेपालका जति पनि फ्यानहरू चाहिँ अब आउने खेलहरू चाहिँ प्यारापिटमै कुर्सीमै बसेर हेर्न पाउनु हुनेछ। 10,000को क्षमता होइन, यहाँ चाहिँ मिनिमम 30,000 35,000 40,000को क्षमताको स्टेडियम बन्नुपर्छ। नेपालमा अब एनपिएल कतिको विकासको लागि आइपिएल पछिको सेकेन्ड ठुलो लिग बनाउनको लागि पनि होम अवेको व्यवस्था हुनुपर्छ। यो अब आउने एनपिएल चाहिँ अब हामीले बुटोलमा खास गरी चितवनमा र यहाँ हुने जस्तो अवस्था बुझिरहेको छ। खास गरी इन्डिया पाकिस्तानहरूको गेमहरू खेलाउन सकियो भने नेपालमा 2 लाखकै स्टेडियम भयो भने सब भरिन्छ, आम्दानी हुन्छ, टुरिस्ट हब हुन्छ, गाडीहरू चल्छ, पठाउहरू चल्छ, ट्याक्सीहरू चल्छ, होटल व्यवसायहरू चल्छ। क्रिकेटबाट पनि टुरिस्ट हबलाई नेपालको आर्थिक रूपमा चाहिँ अगाडि बढाउन सकिन्छ। यसलाई ढिलो भयो भन्न मिल्दैन। हाम्रो सरकारले सधैँ विरोध गरेको पनि हुन्न, काम गरेकोलाई काम गरेको पनि भन्नुपर्छ। जुन रेसीमा अहिले काम चलेछ यसलाई चाहिँ राम्रै मान्नुपर्छ। 65 दिनमा नभ्याइएला 100 दिनमै नभ्याइए पनि यस 150 दिनसम्ममा भ्याउँछ भन्ने मेरो अनुमान हो। 100 दिनमै भ्याउन गाह्रो हुन्छ। यो बस्ने ठाउँ बनाए पनि कुर्सी मगाउनु पर्यो, बाहिरबाटै आउने हो। अब पोल हालेर मात्रै भन्यो, लाइट पनि बाहिरबाटै ल्याउनु पर्छ। त्यो हुन ढिलो हुन्छ। मैले यहाँ भित्री रूपमा गर्दा पनि सामान्य नेपालमा हुने यहीँ बन्ने कुराहरू भन्छ, तर बाहिरबाट आउने कुरालाई अलि ढिलो हुन्छ। 65 दिनमा नभ्याए पनि 90 दिन 100 दिन 120-150 दिनसम्ममा भ्याउँछ। 65 दिनमै त भ्याउन अलिक गाह्रो नै छ। तर यसलाई ढिलो काम किन गर्यो ढिलो भन्न मिल्दैन। काम रफ्तार नै छ, 24 घण्टा नै काम चलेको छ। यो खुसीको कुरो। यतिको रफ्तारमा नेपालमा कुनै ठाउँमा काम यसरी चलेको छ।